ल्यान्डलोडको हकमा चाहिँ जस्तै घर एउटा आफ्नो बस्नका लागि छ, अर्को घर चाहिँ बाइ टु लेट छ, उहाँहरूको चाहिँ अहिलेको रिसेन्ट चाहिँ नि होइन उहाँहरूको अपडेट उहाँहरूका लागि के हुन्छ? उहाँहरूको लागि त्यही अब यो अहिलेको यो एमटिडीको 3 महिनाको कुरा भइहाल्यो एउटा होइन। उहाँहरूको ल्यान्डलर्डको केसमा पनि त्यही 50,000 भन्दा बढी 50,000 रेन्टल इन्कम छ भनेदेखि 2026 देखि नै तपाईँको रिपोर्टिङ गर्न थाल्नु भयो 3 महिना एउटा। अर्को त अब तपाईँको धेरैजनाले कम्पनीबाट घर किन्न थाल्नु भएको छ। त्यो चाहिँ किन गरिरहनु भएको छ भन्दाखेरि कसैको 50,000 इन्कम एकजनाको उहाँहरूले चाहिँ तपाईँको कम्पनीबाट घर किन्नु भयो भने 2-3 वटा कुरा फाइदा पनि छ। अब 1-2 कुरा बेफाइदा नि हुन्छ, समग्रमा चाहिँ फाइदा नै बढी देखिन्छ सिचुएसन अनुसार। त्यो नै मेन 2टा कुराहरू छ।